खाना त सबैजना खानुहुन्छ, के थाहा छ हजुरहरूलाई? खानामा पनि 3 एउटा मेजर कम्पोनेन्ट हुन्छन्। सो पहिलो प्रोटिन, कार्बोहाइड्रेट अनि फ्याट। सो आज हामी कार्बोहाइड्रेटको बारेमा चर्चा गर्नेछौँ। कार्बोहाइड्रेट के हो त? कार्बोहाइड्रेटले के काम गर्छ हाम्रो बडीमा? कार्बोहाइड्रेट हाम्रो बडीमा एउटा फ्युलको काम गर्छ। जस्तै एउटा गाडी चलाउनको लागि पेट्रोल चाहिन्छ, त्यस्तै हाम्रो बडी चलाउनको लागि हामीलाई कार्बोहाइड्रेट चाहिन्छ। कार्बोहाइड्रेट पनि दुई टाइपका हुन्छन्। एउटा कार्बोहाइड्रेट हाम्रो बडीमा गएर ग्लुकोजमा कन्भर्ट भएर हामीलाई इनर्जी दिने काम गर्छ, अनि अर्को कार्बोहाइड्रेट हाम्रो बडीमा गएर डाइरेक्ट निक्लिहाल्छ। ओके, सो हामी त्यसलाई फाइबर पनि भन्छौँ। सो 1 ग्राम कार्बोहाइड्रेटमा 4 क्यालोरिज हुन्छन्। सो यदि क्यालोरी काउन्टिङ गरेर खानुहुन्छ भने ध्यान राख्नु होला, अनि जति मात्रामा काम गर्नुहुन्छ त्यही हिसाबले कार्बोहाइड्रेट लग्नु होला। धेरै कार्बोहाइड्रेट लगेपछि हजुरको वेट पनि गेन हुन सक्छ। घरमा पाइने मेन कार्बोहाइड्रेट रोटी र चावल हुन्, जो मोस्टली धेरै मान्छेहरू धेरै मात्रामा युज गर्छन्। सो रोटी र चावल अलिकता कम मात्रामा युज गर्नु होला। मोस्टली रातितिर सुत्दाखेरि कम रोटी अनि राइस खानु होला। ओके साथीहरू, अरू केही कार्बोहाइड्रेटको बारेमा डाउट छन् भने मलाई कमेन्ट गर्ने। अहिलेको लागि बिदा हुन्छौँ। भोलि हामी प्रोटिनको बारेमा सिक्नेछौँ। जय नेपाल।